आज धेरै पछि यो क्षेत्र आइपुग्यो संस्कृति पार्क क्षेत्र। हाम्रो रामप्रसाद दाईको विशेष कार्यक्रम छ भनेर आइपुगेको। यसो हेर्नु यहाँ लमजुङका पाहुनाहरू पनि आउनु भएको रहेछ लमजुङबाट। अनि यहाँ पछाडि चाहिँ लमजुङबाट आउनुभएको पाहुनाहरू रहेछ। उहाँहरू चाहिँ श्रम संस्कृति पार्क घुम्न काठमाडौँ बस्नु हुँदो रहेछ, तर यहीँ श्रम संस्कृति पार्क घुम्ने। यहाँ चाहिँ कहाँ आउनुभएको हजुरहरू? यहीँ घुम्न कि के काम विशेष के काममा धरान आउनुभएको, आएको बेला आउनुभएको कि यहीँ आउनुभएको? ए यहाँ त श्रम संस्कृति पार्कै घुम्न आउनुभएको, हर्क साम्बाङले बनाएको पार्क हेर्न आउनुभएको। ए अहिले चाहिँ काठमाडौँबाट आउनुभएको कि लमजुङबाट? ए लमजुङ काठमाडौँ, हजुर हजुर। घर चाहिँ लमजुङ हो तर अहिले चाहिँ काठमाडौँबाट आउनुभएको। ए हजुर। कति वर्ष पुग्नु भयो बढी? 87। आमा गाडीमा चढेर प्लेन चढेर आउनुभयो? ए है गाडी ए प्राइभेट गाडीमा आउनुभएको? ए त्यही त गाडीमा है हिँड्नु सक्नुहुन्छ यो उमेरमा पनि। हाम्रो आमा त हिँड्नु मान्दैन न। अब त हाम्रो आमा भर्खर 80 पुग्नु आँट्नुभयो, हिँड्नु सक्नुहुन्न आजकल। ए 81। हाम्रो आमा पनि 80 पुग्नु आँट्नुभयो, 79, तर हिँड्नु मान्नुहुन्न अझ त लामो बाटो। त्यही त उहाँको उमेर हेरेर म त अनि त्यत्रो टाढो ट्राभल गरेर आउनुभएछ। ए है यो उमेर अब सिमाना गाह्रो हुँदै जान्छ नि त उमेर अनुसार। उहाँको त्यो तिर्खा चाहिँ धेरै प्यास चाहिँ धेरै भयो है। टिभीमा हेरिराख्नु त हजुरहरूले? टिभीमा हेरिराख्नु त मोबाइलतिर? ए बनेको यहाँ त जहिले आउँदा पनि नयाँ देखिन्छ, केही न केही नयाँ नयाँ बनिरहेको हुन्छ यहाँ चाहिँ। अनि त्यही भएर कन्स्ट्रक्सन चलिरहेछ क्या। तपाईँको डोनरहरू दाताहरूले केही न केही दिइराख्नुहुन्छ। ल अब यहाँ यो चाहिँ अब फुलहरू मजाले फुलेको छ। यो चाहिँ कुन फुल हो त? यो अर्किड जस्तो लाग्यो। अर्किड पनि यस्तोमा फुल्छ अनि भुइँ अर्किड, त्यही त गमलामा पनि अर्किड फुल्दो रहेछ है। ए हो यहाँ चाहिँ के फलेको छ हौ अहिले तपाईँहरूको क्षेत्रमा? यो अहिले रेखदेख गर्नुभएको क्षेत्रमा किम्बु फलेको छ है। आँपको तुसा पला छैन? अम्बक चाहिँ फलिदिएर खाइ पनि सक्नु होला? ए ए हजुर। कत्रो ठुलो भइसकेको छ बिरुवाहरू त है। आमामा ल हेर्नु त कत्रो हल्ला बढेछ है। किम्बुको बोटै यो चाहिँ अब किम्बु खाने पनि आउने बेला म त त्यो के पो भन्छ त्यो नाच्ने भाङ के अरे हो त्यसको बोट जस्तो पो लाग्यो यो दाना देख्दा त। ल किम्बु अब चाहिँ खाने बेला भएछ। अम्बक चाहिँ खाएको त किम्बु पनि खाइयो आज। ल यहाँ यो लिची हो? जमुना फरिर त्यही त जमुना फरिर लिची झन्डै कता एउटा हुन्छ। ल कत्रो भइसकेको छ बिरुवाहरू। ल हेर्नु त मान्छेले रहर गऱ्यो भने उहाँहरू श्रीमान श्रीमतीले यो गरिदिनु भएको सबै रेखदेख चाहिँ बढी मात्रामा पानी एनी टाइम हालिदिनुहुन्छ। र अहिलेको हेर्नु त सुक्खा खडेरी मौसममा पनि यहाँ हामी हरियाली देख्न पाइरहेको छौँ यो क्षेत्र। अनि त्यस्तै रामदाईले चाहिँ माथि मौनता क्षेत्रमा जहिले पानी हाल्दा त्यहाँ पनि हरियाली छ। यसरी हरियाली उहाँ श्रीमान जोडी। ल उहाँहरूले भोगटे कागतीको भोगटे हो यो? कागतीको बोट पनि छ। ल अब अर्किड यो पनि अर्किडै हो? यो त होइन अर्किड। ए फुलहरू मजाले फुलेको छ। ल हाम्रो लमजुङका पाहुनाहरू ल मजाले हिँड्न सक्नुहुँदो रहेछ। 87 इयर्स अरे 87 वर्षको उमेरमा पनि यसरी हिँड्दै अनि घुम्न आउनु भइरहेछ। बाफ्रे हाइट तगडा हो। लमजुङको हावापानी पनि डरै रहेछ, कडै रहेछ। ल यो क्षेत्रहरू पनि सबै यो खोलाको बगरलाई यो सबै अहिले नरिवल के पो ठुलै भयो, आँपहरू ठुलै भएको छ। सबै उखु पनि देखिरहेछ। आएर यसो खानु आउँदा पनि हुन्छ कहिले काहीँ त।
सबै छ यो चाहिँ लिची होला हैन फल लागेको हो यो फल्छ है यो अन्त लिची बेचेर पनि धराङ नगरले आयसत बढाउने भयो नरिवल लिची बेचेर पनि कहाँबाट आउनु भयो हजुर कहाँबाट आउनु भयो हजुर धरानी हो ए केराबारीबाट एक्लै आउनु भएको ए घुम्न आउनु भयो अनि गर्मीमा मान्छे कतिको आउँदैछ अहिले आउँदैछ अस्तिको शनिबार कति भयो 61,000 राम्रै भएछ त है ए होइन गर्मीले शनिबार चाहिँ 61,000 थियो है अस्ति 37,000 हिजो राम्रै भइरहेको छ ए है अन्त बिहान बेलुका आउँदा टाइम फेरि थोरै हुन्छ होइन के पो उद्घाटन 1 वर्ष पुग्दा झन्डै 60,000 पुगेको थियो होइन अहिले त 65 पुग्यो 60,000 अरे 60 लाख पो अहिले तुक्का हो अस्ति के भन्छ फागुनको महिना माघको महिनामा 9,13,000 थियो फागुनको महिनामा 8,53,000 17 लाख त त्यहीँ भएछ होइन बर्थडे चाहिँ के फागुनमा भएको होइन 10 गते 15 गते भनेपछि पुग्यो होला 60 त क्रस भयो होला भनेपछि है 8,53,000 फागुनमा कति 10 गतेसम्ममा झन्डै 60 लाख थियो अलिकति कम त्यही त अलिकति मात्र थियो भनेपछि 70 क्रस भइसकेको छ झन्डै 80 पुग्न आँटिसकेको छ है 80 लाख पुग्न आँटिसकेको नगरपालिकालाई यो हाम्रो टार्गेट चाहिँ 50-55 लाख पुग्छ होला भन्ने इयरली होइन भनेपछि त्यही रेसियोमा गइरहेछ अहिले पनि घटेको छैन मान्छे आउने होइन त्यही रेसियो जानु पनि पर्छ म्यानेज कति बढिरहेछ होइन अब यहाँनिर के भन्छ संरचनाहरू कति थपिरहेको यहाँ त पहिलाको मान्छे पनि आइराख्नु पर्ने भयो खालको भयो क्या जहिले आउँदा नयाँ कुरा देख्न पाइन्छ मै छक्क पर्छु कि यसो आउँछु जहिले आउँदा होइन नयाँ संरचनाहरू थपिरहेको छ खुसी छ भिजिटरहरू केही न केही नयाँ देख्न पाउँछ त्यही पनि अब सबै गोर्खा चौतारी सम्पन्न भइसकेपछि चाहिँ निर्माण सम्पन्न भइसकेपछि चाहिँ फेरि एक्चुअली भिड थाम्न नसक्ने नै हुन्छ होला गोर्खा चौतारी कति राम्रो सम्झ फेरि इन्टरनेसनल लेभलले त्यो डिजाइनमा बनाएको छ कि त्यही भएर नै अब एक त लाउरेको परिवारहरू आउनु नै हुन्छ एउटा भिजिटको लागि फेरि सिङ्गापुर ब्रिटिस इन्डियन होइन सिङ्गापुर ब्रिटिस यहाँ तिनवटा पल्टनको हुनुहुन्छ अब उहाँहरूको फ्यामिली त अवश्य आउनुहुन्छ सबैले डोनेट पनि गर्नु भएको छ है अस्ति ब्रिटिसै आएर जानुभयो ब्रिटिस 7GR को आर्मीको के को भन्नु विदेशी होइन आउनुभयो नेपाली बोलेर आज पनि जानकारी भयो आज चैत्र 19 गते हामीले आजसम्मको हल्का जानकारी ए 19 म पनि झसँग भएको नि म फेरि जहिले नम्बरमा कन्फ्युज थाहा हुन्छ कि आज 19 गते फेरि लेख्दा भरे 29 गते चैतको ठाउँमा जेठ लेखिरहेको त्यस्तो पो हुन्छ त कहिलेकाहीँ दिमाग चाहिँ ल यहाँको टाइपिङ मिस्टेक भयो अहिले कहाँ आइन्छ उकालो त्यो पनि आज दोकान पनि खोलेको छैन रामदाले विशेष छ भनेर बोलाएर आएको छु 10 बजीसक्यो 9 बजे बोलाउनु भएको टाइम पास गर्दैछ यता घुमेर आएको बेला यो गोर्खा चौतारी पनि हेर्न आइपुगेको छु अस्ति भर्खरसम्म यहाँ कस्तो थियो है यो पनि पुरै पाटपाट छुट्याएर बनाइएको छ यसरी फुटिहाल्यो भने नि पाटपाट फुटिने गरी यस्तो बनिसकेछ ल यस्तो भइसकेछ यसले पो अर्कै एउटा मिठास दिइरहेछ त
यस्तो माथिल्लो सेक्सनमा चाहिँ अस्ति आउँदा केही थिएन, म तल बन्दै थियो, अहिले यहाँ माथि सेमिनार हल बनाउने। बिरुवाहरू पनि सबै आराधनाको माथिल्लो सेक्सनको बिरुवाहरू पनि सबै बढेर यस्तो ठुलो भइसकेको छ। अब त फलफुल खानलाई त यहाँ अगाउन्टर खान लगाउनु पुगिन्छ सबै। अब त छारी नै भइसक्यो, यो शीतल हुन थालिसकेको छ सबै मजाले। अनि यहाँ चाहिँ तल्लोपट्टि आराधना कति रमाइलो साथ दुःख गरेर सबैले रोपेको बिरुवाहरू अहिले मजाले सरेर ठुलो भएको छ। यहाँ कन्स्ट्रक्सन चल्दैछ, यहाँ हावा पास हुने ठाउँ पनि रहेछ मजाले है, टिन भए पनि हावा पास हुनलाई बिचमा ग्यापहरू रहेछ दुईतिरै। यो माथि नयाँ यो डिजेबलहरूको लागि पनि टोइलेटहरू बनिएको छ माथिल्लोपट्टि, भने यहाँ पुल बनिरहेछ। यो पुल चाहिँ माथि यहाँको भ्यू टावरको लागि, यो माथि डाँडाबाट भ्यू टावरबाट हेऱ्यो भने चाहिँ यो गोर्खा चौतारी गजबको देखिने तयारी पुलेछ। ओभरअल हेर्दाखेरि अहिले यहाँ तल पुल देखिरहेछौँ, यो चाहिँ भ्यू टावर यसरी हेर्दा दामी देखिन्छ, लुक्सहरू आउनु थालिरहेछ। म चाहिँ यहाँ माछा झार्ने रहेछ यहाँबाट आज ओपनिङ। 3 जना डोनरहरू राख्नु भएको रहेछ, डाक्टर मणिक राई, सन्तोष कला राई माछादान, सामदुङ राई, शुभ जन्मोत्सव अवसरमा माछादान तथा मिडियाकर्मी सम्मेलन, हरिदान राई, मन्त्री राई माछादान। पोतली यो त ओपर बाँच्छ नि दाइ, ओपर माछा यो त जस्तो ठाउँ नि बाँच्छ। तिलेपिया माछा अरे उद्घाटन माछामा पाहुना 87 वर्षको आमा पाहुना आमालाई माछा हाल्नु लगाएर उद्घाटन गर्ने आँट्नु भएको छ। अनि खोइ माछा निस्क्यो माछा निस्क्यो छिरो अर्केको चाहिँ लगाएर पोलेर खानुपर्छ। I'm just joking. ए हो कहाँ जिस्किएको भने कहाँ खान्छौ, म माछा खानु त मन लाग्दैन त्यति। माछा नखाने मान्छेले ताली ठोकौ सिधै माछालाई डाइभ हाने त माछा सिधै डाइभ हाने अहिले गुरुङ आमा उहाँले आयो माछाले पनि नयाँ एक्सपिरियन्स गर्यो, माछाले पनि नयाँ एक्सपिरियन्स गर्ने पायो। माछाले यसरी कहिले एक्सपिरियन्स गरेको थिएन, लाइफ टाइम एचिभमेन्ट हुने भयो। पुतली पनि आएछ। उहाँ चाहिँ झाँक्रीदह ममता क्षेत्र पार्क निर्माण समितिको अध्यक्ष हुनुहुन्छ हिरामाया गुरुङ। उहाँकै नेतृत्वमा बनेको यो पार्क झाँक्रीदह चाहिँ
आयो माछा अनि भ्यागुताले गरिरहेछ भ्यागुताको मुखमा छिरेन त एउटा पनि भ्यागुताले गरिरहेछ एउटा पनि छिरेन ए पा पनि भ्यागुतै हो नि ए सरी लु माछा पठाइहाल्नु भयो पोखरीमा अझै छ नामबाट यो मुनिबाट तपाईँले मैले माथिबाट ल सरी नाम जुटेर पनि है उहाँ अनुभव भयो योपालि अप्रत्यक्ष हेर्नु आउँदा एकदम राम्रो पहिलातिर युट्युबतिर हेरिरहेको आज प्रत्यक्ष यहीँ आएर हेर्दाखेरि एकदमै राम्रो हजुर अनि मेयर साहबलाई एकदम धन्यवाद मेयर साहबलाई के सुझाव छ हजुर सन्देश सुझाव एकदम राम्रो होस् के अरे योभन्दा नि धेरै प्रगति होस् उहाँको कार्यक्रममा हजुर त्यही नै भन्न चाहन्छु हस् तपाईँहरूलाई नि यत्रो टाढोबाट आइदिनु भयो एकदम धेरै धेरै धन्यवाद अहिले चाहिँ काठमाडौँ लमजुङको भएहरू चाहिँ ल उहाँहरूलाई धन्यवाद ल सम्पूर्णमा नमस्कार छ शुभ बिहानी हामीले पहिलो चरणको एउटा कार्यक्रम सकिसकेका छौँ यो चाहिँ माछा दान आँखा दान कुनै के दान होइन रक्तदान भने सुनेको थियौँ यो माछा दान यहाँ किन गरियो भने केही समय अगाडि हाम्रो झाँक्री दहबाट चाहिँ माछाहरू हराएको हुनाले दाताहरूले चाहिँ त्यो माछालाई फेरि पुनः पहिलाको अवस्थामा अथवा त्योभन्दा राम्रो बनाउनका लागि दाताहरूले आर्थिक सहयोग गर्छ र यो झाँक्री दह चाहिँ विशेष गरी पर्यटकहरूको लागि मनोरञ्जन होस् भन्ने हिसाबले हामीले गरेको हुनाले यहाँ झाँक्रीको त्यो एउटा कथालाई होइन हामीले यहाँनिर एक हिसाबले आउने जेनेरेसनलाई पनि बुझौँ होइन झाँक्री भने के भन्ने हिसाबले हामीले यो निर्माण गरेका थियौँ यो निर्माणको लागि हाम्रो दिदीबहिनी समूह एसडिपी ग्रुपबाटै नै यो सम्पूर्ण श्रमदान र संसारभरिको दाताहरूबाट आर्थिक सहयोगबाट यो बनिएको र यसलाई पर्यटकहरूको मनोरञ्जनको लागि हामीले लगेको माछा चाहिँ केही अपराधिक गतिविधि गर्ने तत्त्वहरूले चाहिँ पोखरी नै सुकाएर यो सुकाइदिएको थियो त्यो भएको कारणले फेरि दाताहरूले यसरी माछा लगाइने भएको छ यो माछा दान गर्नुहुने चाहिँ हाम्रो क्यानाडामा हुनुहुन्छ हाल झापा हुनुहुन्छ चाहिँ डाक्टर मनिक र सन्तोष कला राई ज्यूबाट उहाँले माछा दानको लागि 4000 रुपियाँ उहाँले आर्थिक सहयोग गरिदिनु भएको थियो उहाँलाई धेरै धेरै धन्यवाद दिनुपर्छ होला त्यसै गरी हरिधन राई र मन्जु राई ज्यूबाट पनि 2500 उहाँहरूले माछाको लागि भनेर आर्थिक सहयोग गर्नुभएको थियो हिजो अस्ति उहाँहरू आएर यहाँ घुमेर पनि जानुभयो उहाँ काठमाडौँ बस्नुहुन्छ भीमसेन खोला हाल चाहिँ युके उहाँलाई पनि धेरै धेरै धन्यवाद दिनुपर्छ होला त्यसै गरी यो आजको मुख्य कार्यक्रम चाहिँ हाम्रो साम्दुहाङ राई भन्नुहुन्छ होइन उहाँको नाम चाहिँ खास सन्तोष राई उहाँको दाजु यहाँ आउनु पर्यो मिलन भाइ दुईजना आउनु नि आउनुहोस् उहाँकै भाइ होइन कान्छा मेरो काका हाल चाहिँ विदेशमा हुनुहुन्छ अनि उहाँको चाहिँ आज शुभ जन्मोत्सव भएको कारणले गर्दाखेरि के गरौँ कति भन्नुभयो मैले अब यहाँ माछा पनि खाली माछा गर्नुहोस् न भन्दाखेरि ओहो यो त राम्रो होइन अनि केक सेक चाहिँ नकाटौँ राम्रो देखिँदैन र योभन्दा अगाडि चाहिँ हामीले सिन्दुरपुछामा हामीले 13वटा केक पनि उहाँकै छोरी को नाममा हामीले काटेको थियौँ अनि केक चाहिँ नकाटौँ माछा चाहिँ लगाउँ भनेर अनि माछा उहाँले दान गर्नुपर्छ 4000 रुपियाँको
छ। यसमा चाहिँ फेरि माछा मात्रै लगाएको छैन, चारो पनि, माछा त बाँच्नु पर्यो फेरि होइन भनेर त्यही पैसाबाट माछाको लागि चारो पनि हामीले 10 किलो ल्याएको छौँ। र हाम्रो सामदुहाङ राई, सिप्तुङखा राईको शुभ जन्मोत्सव र उहाँलाई शुभ जन्मोत्सव भन्नुपर्छ होला होइन। ह्यापी बर्थडे टु यु। विदेशमा भएर पनि हरेक दिन चाहिँ यहीँनेर होइन मनहरू चाहिँ यहीँ डोलिरहेको हुन्छ उहाँहरूको। हरेक अभियानमा उहाँहरूको आर्थिक सहयोग छ सबै दाताहरूको। र यसरी अब केही काम गरौँ न अरू पनि भन्ने भयो। अनि त्यस पछाडि अब पहिला चाहिँ भगवान्ले हेर्छ भनिन्थ्यो होइन, अहिले चाहिँ अलिक राम्रो काम गर्न खोज्यो भने दाताहरूले हेर्नुहुन्छ। दाता नै भगवान नै दाता नै हाम्रो भगवान हुन्। किनभने दाताहरू नभइदिएको भए साथी यत्रो संरचना होइन अहिले छक्क पर्नुहुन्छ होइन। बाहिरबाट आउनेहरू थुप्रामा हरेक दिन यहाँनिर तपाईँहरूलेसँग काहीँ न काहीँ टच भएकै होला। थुप्रैले यहाँ आउँदाखेरि अचम्मै मान्नुहुन्छ अनि सम्भव हुँदो रहेछ होइन भन्ने। अनि कोही सिक्न आउनु हुँदैछ, कोही के भएछ भनेर बुझ्न आउनु भइरहेछ होइन। र उहाँले चाहिँ के भन्नु भने यो हरेक कुरोको हामी माझ पुर्याउने चाहिँ मिडियाकर्मी हुन् होइन। अनि मिडियाकर्मी भएको हुनाले धेरै त अब सकिँदैन, अलिअलि मिडियाकर्मीको एउटा हौसलाको लागि भनेर विशेष गरी महिला मिडियाकर्मी, अनलाइन मिडियाकर्मीहरूलाई चाहिँ केही थोरै यसो चिया खाने भनेर भन्नुभएको छ होइन। अनि म यहाँ नाम वाचन गर्दैछु है, सुनसरी अनलाइन मिडिया। ल अब यहाँ प्लास्टिकबाट झार्दैन। हरान अनलाइन मिडिया। खाली म आज चिन्ने भए को छ, म त कोही चिन्दिनँ। दिव्य रोशनी, दिव्य रोशनी चिने मैले। लाइन बस्दिनु होला। हात्ती पो आयो त हौ। हात्ती जङ्गलमा हात्ती किन कहाँ गयो भनेर रामदाले चेपिराख्नु भएको छ। चिया खाने है, यो धेरै होइन भन्नु छ कि एउटा केही प्रोत्साहन होस् भनेर। क्लोजअपले दाँत मलेर आएको रहेछ आज। चिया खाएर उब्रेको चाहिँ के गर्ने हो? टिना चुङमाङ। ए ल अब भएर बङ्गला कमाउने हो भरे चिया मात्र है त। सन्तोष त्यसको अहिले आउँछ। अब अहिले चाहिँ पैसा छाप्दै गएर अनलाइन दिदीहरू उयो छ छाप्ने। मनिताको पाउनु वेलकम ट्रस्ट आज वेलकम ट्रस्ट खुसी दिव्य रोशनी मनिता चामलिङ। तर मास्क खोलिदिनु पर्यो दिदी आज बल्ल चिन्यो है। होइन जिस्काएको नि आज सोल्टीमाको होइन अहिले त्यहाँ वेलकम ट्रस्टमा। अनि त्यसै गरी अब फेरि महिलालाई मात्रै भन्दाखेरि पुरुषहरूको पनि चित्त दुखाइ हुन्छ। यो चाहिँ सम्पूर्ण दाताहरूकै स्वेच्छाबाट है यो। अब उहाँले चुज गरेर हेरेर उहाँहरूको आफ्नै मूल्याङ्कन होला होइन, उहाँले गर्न छ। अब त्यसै गरी खुवालुङ अनलाइन बिहार होला। डाफे अनलाइन
ल मलाई थाहै छैन कसको नाम के भनेर आज सबै थाहा पाउने डाँफे खुवालुङ मलाई थाहै छैन नाम चाहिँ कसको के भनेर आज थाहा पाउने साँझै पर्ने भने त सबैको खाँदाखेरि साँझै पर्ने अझै आउने भइसक्यो क्लिक गराउनु सबैको पालै पालै तर यहाँ अलिकति के चाहिँ भएको छ भने अब पुरुषहरू त जता पनि भ्याइहाल्छ भनेर अलिकति बराबर चाहिँ छैन बराबरमा कम छ है 3000 महिला अगाडि हो ताली तारा उयो छ ल बाटो ल हाम्रो मोहन दाई पिठा बाटो आज देखाउने मान्छे छ अरू पनि छ सस्पेन्स है ब्लाइन्डमा हुँदै न्यू इन्टरटेनमेन्ट होइन हारापानी अनलाइन कोशी आवाज इन्टरटेनमेन्ट यहाँ पो म त न्यू इन्टरटेनमेन्ट यो चाहिँ हाम्रो अध्यक्ष हाम्रो एसडिपी ग्रुपको अध्यक्ष ज्यूबाट अमान सिंहको अनुपस्थित ला उहाँ त महिनामा आउनु भयो त अनि अब जे भए पनि अब पाउने चाहिँ अर्कै हो फेरि यो कमानमा नदेखाउनु है कमानको चाहिँ काटेर हालिदिउँ न अनि हामी तल खानुपर्छ ल अर्को मैले कसको नामले धारापानी अनलाइन छैन आवाज हामी राख्दा हुन्छ अनि राजेश साके ब्लग 10 केजी कति घट्नु भने ए राज दाई कुदा छ है बाटो त यो चाहिँ फेरि नाम लिए पनि जो आउनु भयो आउनेले मात्रै पाउने हो आएनन् भने चाहिँ रेल छुटेपछि छुट्यो र यो अब हाम्रो दोस्रो चरण 2टा कार्यक्रम गर्नु कारण चाहिँ यस्तो थियो र यो पछि त उहाँहरूले विदेशमा बसेर अहिले यहाँ हाम्रो गतिविधि होइन तपाईहरुको माध्यमबाट एउटा मिडियाको कर्मीले चाहिँ हरेक यहाँ गतिविधि कैद गरेर सम्प्रेषण गरिसके पछाडि उहाँहरूले हरेक दिन हाम्रो गतिविधि हेरिराख्नु भएको छ त्यो भएर उहाँहरूकै आफ्नै विवेकको विचारले यो निर्णय गरेर होइन मूल्याङ्कन गरेर गर्नु भएको छ सायदै आफ्नो कामलाई चाहिँ निरन्तर होइन इमानदारीपूर्वक होइन गर्ने भने काहीँ न काहीँ कुनै न कुनै दाताज्यूहरूले होइन कुनै न कुनै बेला अब यो यस्ता साना साना सम्मानहरू पक्कै गर्नुहुनेछ र श्रम संस्कृति पार्कमा अहिले जुन किसिमको नगरलाई एउटा स्रोतको एउटा केन्द्र बनेछ होइन यो चाहिँ हामी श्रमदाता हामी सबै श्रमदाता हो यो होइन कि मिडिया कम्पनी चाहिँ श्रमदाता होइन भन्ने होइन मिडियाहरूको आफ्नै काम आफ्नो काम गरेका छौँ र विशेष गरी हाम्रो महिला दिदी बहिनीहरूको लागि सबैले एउटा ताली बजाइन्छौँ ल ताली किनभने उहाँहरू नभइदिएको थियो भने साथी यो रोज फुल्दैन थियो क्या होइन अवश्य यो झाँक्री दह हुँदैन थियो होला होइन माथि मौनता क्षेत्रहरू बन्दैन थियो होला अरू थुप्रै बनेका छ तर यो चाहिँ विशेष फरक किन छ भने महिला दिदी बहिनीहरूले चाहिँ अब महिलाहरूले केही गर्नु सक्दैनन् भन्ने सामाजिक एउटा हाम्रो सोच छ त्यो सोचलाई चाहिँ हामीले चाहिँ गलत साबित गर्नु थियो उहाँ हाम्रो महिला दिदी बहिनीहरूले गलत साबित गरिदिनु भएको छ अहिले सबैभन्दा बढी सक्रिय हुनेमा उहाँहरू पर्नुहुन्छ होइन यसरी नै हामी सधैँभरि धरानको विकासको लागि हामी धरान मात्रै होइन नेपाल विकास गरिरहेका छौँ किनभने नेपालको 753 पालिकाबाट यहाँ हेर्न आउनुहुन्छ होइन भनेपछि त यहाँको केही न केही सिकेर उहाँहरूले पनि आफ्नो ठाउँमा गरिराख्नु भएको छ कसैले गर्ने कोसिस गरिराख्नु भएको छ विशेष गरी चाहिँ हाम्रो चोलाचुली होइन जीवन लिम्बू भाइ 3 महिना धरानमा श्रमदान गरेर अहिले आफ्नो ठाउँमा गएर उहाँहरूले होइन केही सानो टिममा बनाएर उहाँहरूले गरिराख्नु भएको छ उदाहरणीय काम हुन त अरू थुप्रै ठाउँमा गरिराख्नु भएको होला तर हामीसँग नजिक भएर धेरै समय बसेर
सिकेर गएर एप्लाई गरिराख्नु भएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद दिनुपर्छ। यसरी धरानमा आएर अहिले श्रम संस्कृति सिक्नको लागि थुप्रै आइराख्नु भएको छ र भविष्यमा अझै आउनुहुनेछ। अझै हामीले बनाएको संरचनाहरू अरू कसैले संरक्षण गरिदिँदैन, हामी आफैले नै गर्नुपर्छ भनेर अहिले नगरपालिकाले हामीले बुझाए पनि हामी हरेक दिन आएर यहाँनिर यहाँको मेन्टेनेन्स, अहिले यो रोज गार्डनको मेन्टेनेन्स हामीले नै हेरिरहेछौँ, हामीले नै गरिरहेछौँ। यो पछाडि त्यो सानो यो रेलिङहरू लाउने कामहरू होइन, बारहरू लाउने कामहरू केही टुटफुट हुन्छ होइन, यस्ता कामहरू हामीले नै गरिरहेछौँ। जस्तो अब यो माछा पनि नगरले लाउनु पर्ने हो नि त होइन, तर यो होइन कि नगरपालिका गर्छ भनेर, नगरपालिका नि हाम्रै हो र हाम्रो ठाउँ बनाउनका लागि हामी आफै नै चाहिँ लाग्नुपर्छ भनेर नै यसरी हामी हरेक दिन आएर यहाँ काम गर्नुको मकसद चाहिँ त्यो हो। र भविष्यमा पनि अब म सधैँभरि नसक्ला, अर्को कोही आउनुहुन्छ होइन, फेरि कोही नै, त्यसरी गर्दै हामी निरन्तर यो ठाउँ जोगाउन, यो ठाउँको अझै विकास गर्नका लागि हामी तत्पर छौँ, गरिराखेका छौँ होइन। भन्दै हाम्रो एसडिपी समूहका हाम्रो अध्यक्ष विष्णुमा याख्या दिदीलाई, दाताहरूलाई धन्यवाद तपाईँले नै दिनु होला है। नमस्कार सबैजना दाताज्यूहरूलाई। सबै कुरा त भाइले भन्नु सक्नुभयो होइन। हामी काम गर्छौँ, हामी बोल्न नभन्दा पनि हामी काम गर्न सिकेका छौँ, काम गर्छौँ। यसैमा हामी एकदमै खुसी, सन्तुष्टि, हाम्रो टिम पनि राम्रो छ। त्यही भएको भएर आजको माछा दान गर्ने दाताजीहरूलाई एकदमै धेरै धन्यवाद दिन चाहन्छु। आगामी पनि यसरी नै माया गरिदिनु होला। मिडियाकर्मीज्यूहरूले नै संसार पुर्याइदिनुहुन्छ। त्यसै गरेर हामीलाई यस्तै सहयोग गर्दै जानु होला, माया गर्दै जानु, यो आशीर्वाद तपाईँहरूलाई दिन चाहन्छु। धन्यवाद। अब मिडियाकर्मीबाट एकजनाबाट धन्यवाद जाओस्, महिलाबाट है। लो नै महिलाहरू विशेष भन्नुभएको थियो, के होला झाँक्री दमा भन्नुभएको थियो कि झाँक्री दमा महिला पत्रकारहरूलाई लिएर के गर्नु हुने दमा खाल्ने। अनि फेरि आज आइपुग्यौँ हामी होइन। अनि लमजुङबाट पनि आउनुभएको थियो होइन, उहाँहरू पाहुनाहरू पनि आउनुभएको थियो, पाहुनाहरू पनि हामीले भर्सनहरू लियौँ होइन। अनि त्यसपछि खुसी लाग्यो। र यस महिला स्वतन्त्र महिला दिदीबहिनी समूहका अध्यक्षज्यू, त्यसै गरी हाम्रा निवर्तमान अध्यक्षज्यूहरू, हाम्रा विष्णुमाया दिदी, हिरामाया दिदी भयो, अनि त्यसपछि हाम्रा गङ्गा छेमा, त्यसै गरी सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू र मिडियाकर्मी साथीहरूलाई मेरो नमस्कार, सेवा। र आज हजुरले जुन यो कार्यक्रम गर्नुभएको छ, यो झाँक्री दमा चाहिँ माछा लाउने होइन, यहाँ दाताले पनि दिनुभएको छ, उहाँ दाताज्यूलाई पनि जन्मदिनको शुभकामना पनि दिन चाहन्छु। र एकदमै महिला दिदीबहिनीहरूले चाहिँ यो श्रम संस्कृति पार्कमा विभिन्न पार्कहरू बनाएर होइन, मेयर हर्क साम्पाङ राईज्यूको अभियानमा चाहिँ उहाँहरू जोडिनु भएर आज यो ठाउँमा चाहिँ यस्तो राम्रो पार्कहरू बनाउनु भएको छ। महिला दिदीबहिनीहरू भएन भने, हरेक क्षेत्रमा पनि महिला दिदीबहिनीहरू हुनु भएन भनेदेखि चाहिँ कुनै पनि काम सक्सेस हुँदैन। त्यही भएको हुनाले महिला दिदीबहिनीहरूलाई पनि सबैले होइन हरेक क्षेत्रमा जोड्नुपर्छ भन्न चाहन्छु आज। किनभने उदाहरणको रूपमा दिँदा पनि के भन्छ भने, यत्रो वर्षसम्म राजनीतिक दलका नेतृत्व त होइन नेतृत्व लिनुभयो नि त, तर उहाँहरूले महिला दिदीबहिनीहरूलाई सम्मानै गर्नु भएन, आफै मात्रै होइन अगाडि बढ्ने काम गर्नुभयो, तसर्थ गर्दै पदको लोभमा। त्यही भएको हुनाले पनि आज देशको स्थिति यस्तो हुनु यो पदको लोभले गर्दा। तर मेयर हर्क साम्पाङ राईज्यू आइपुग्नु भएपछि धरानका महिला दिदीबहिनीहरूलाई आज यसरी जोड्नु भएको छ कि उहाँहरूले होइन हरेक क्षेत्रमा महिला दिदीबहिनीहरूले चाहिँ पाइप तान्ने अभियानमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ। यहाँ मौनता पार्क बनाउनमा पनि, झाँक्री दह बनाउनमा पनि, यहाँनिर होइन रोज गार्डन बनाउनको लागि पनि यत्तिकै खट्नुभएको छ। त्यसै गरी श्रम संस्कृति पार्कको हरेक अभियानमादेखि लिएर अहिले होइन उहाँनिर पाइप तान्ने हरेक क्षेत्रमै जोडिनु भएको छ। त्यही भएको हुनाले त यो सफलता भएको छ मेयर साम्पाङ राईज्यूको अभियानमा। त्यही एकदमै खुसी लाग्छ क्या
यस्तो लाग्छ कि धरानी हुनुमा चाहिँ एकदमै गौरव लागेको छ होइन। त्यही भएको हुनाले हरेक क्षेत्रमा चाहिँ महिला दिदीबहिनीहरूलाई पनि जोड्नुपर्छ भन्न चाहन्छु र सकारात्मक रूपमा सबैजना अघि बढ्नुपर्छ भन्न चाहन्छु। र यहाँ मेयर हर्क साम्पाङ राईज्यूको अभियान अर्थात् महिला दिदीबहिनीहरूलाई जसरी जोडेर अगाडि बढ्नुभएको छ नि, साथमा साथ लिएर होइन सकारात्मक सोचले अगाडि बढ्नुभएको छ नि, त्यसै गरी राजनैतिक दलका नेतृत्वहरूले पनि यो सोच्नुपर्छ। यहाँ मेयर हर्क साम्पाङ राईज्यूको अभियानबाट चाहिँ उहाँहरूले पनि यो कुराको ज्ञान हुनुपर्छ अनि मात्र देश होइन अघि बढ्छ भन्न चाहन्छु। र एकदमै खुसी लागेको छ। हामी त होइन मिडियाकर्मीको हिसाबले हामीले पनि आफ्नो होइन कुनै पनि के भन्छ स्वार्थ नराखिकन हरेक क्षेत्रमा हामी जो सकारात्मक सन्देश दिनको लागि आफूले होइन त्यो मिडियाको क्षेत्र मार्फत चाहिँ यसरी समाचार सम्प्रेषण गर्ने गर्छौँ। र आज आएर होइन दाताज्यूहरूले पनि हामी महिला दिदीबहिनीहरू र हाम्रो दाजुभाइहरूलाई पनि होइन यसरी सम्मान गर्नुभएको छ। एकदमै खुसी लागेको छ है। यस्तो सम्मानले चाहिँ यो क्षेत्रमा चाहिँ एकदमै टिकिरहनको लागि पनि हौसला प्रेरणा मिल्दो रहेछ भन्न लागेको छ, खुसी लागेको छ। र हाम्रो सबैको तर्फबाट हजुरहरूलाई धेरै धेरै धन्यवाद। र आगामी दिनहरूमा पनि हजुरको हरेक क्षेत्रमा चाहिँ हामी होइन यसरी नै हातेमालो गर्दै अगाडि बढ्नेछौँ भन्न चाहन्छु। र हजुरहरू सबैलाई आउँदै गरेको नयाँ वर्षको पनि शुभकामना दिन चाहन्छु। हस् त, धन्यवाद। एकजना छुटेको भन्ने रेल छुटेको थियो फेरि यो त छुटो छुटो भनेर भन्ने छ कि टिकट फेरि नपाइने हो। सुनिहाल्नु भएछ र यो चाहिँ दाताज्यूबाट हिरामा दिदीलाई यो सबैले देख्ने ओके ल आजको यो सानो कार्यक्रम थियो एउटा माछा यो झाँक्री दहमा हाल्ने त्यस्तै पत्रकारहरूलाई सम्मान कार्यक्रम थियो। भयङ्कर ठुलो त होइन, सामान्य कार्यक्रम हो। तर मैले अघि नै भनेको किन बोलाउनु भयो बा झाँक्री दहमा दिनु लागि भन्नु कि यो कतिपय कुरोहरू एकदम सस्पेन्स फिल्महरू नि एकदम राम्रो हुन्छ क्या, के हुन्छ भन्ने कुरो। अनि अब त्यो भएर अब र यहाँ चाहिँ कतिको ऊ राख्दो रहेछन् होइन भन्ने पनि हो होइन। लागौँ है दाइ लागे ठिक छ, अक्सिजन कम भएर ल दाइ राम्रै म लाग्यो ल अहिले उतै कुरा गरौँला। हतार छ मलाई, दोकानै खोलेको छैन, खानाको आएको छ दोकानबाट। यस्तै छ, के गर्नु अब, रहर त लाग्छ यहीँ समय बिताउनु। सबैजना यहाँ आयो भने अर्कै संसार छ, एउटा यस्तो आत्मीयता छ होइन। अरू पनि के भन्दा घर व्यवहार अथवा के छ परिस्थिति छ, अब फोटो खिचिरहेको हुन्छ, लिन आउँछ पासपोर्ट है, गाली खाइन्छ समयमा पुगेन नै। ल आज पक्कै पनि तपाईँहरूले आजको गतिविधिहरू मनोरञ्जन लिनुभयो भने विश्वासितै बिताउन चाहन्छु। अप टु सी सुन, बाइ, टेक केयर। ठुला ठुला गफलाउने होइन, साना साना काम गरौँ। ठुला ठुला गफलाउने होइन, साना साना काम